नमस्कार, स्वागत छ सुपर रुरु ड्राइभिङको पार्ट 11 मा। आज हामी सिक्दै छौं गाडीको इन्जिनका मुख्य पार्ट र तिनको हेरचाह कसरी गर्ने। यो हो रेडिएटर। सबैजनाले ध्यान दिनु होला। यसमा कुलिङ वाटर वा शुद्ध सफा पानी राखिन्छ। सबैजनाले ध्यान दिनु होला। गाडी चलिरहेको बेला वा इन्जिन तातेको बेला रेडिएटरको ढक्कन खोल्नु हुँदैन। खतरा हुन सक्छ, किनभने यसभित्र पानी एकदमै तातिरहेको हुन्छ। त्यो तातो पानी सँगसँगै बाफ बनेको हुन्छ। त्यो बाफले हामीलाई जलाउन सक्छ है। यदि पानी थप गर्नै पर्ने अवस्था छ भने यो साइडमा रहेको स्टक ट्याङ्कीमा थप गर्न सकिन्छ। यसमा सिग्नल दिएको हुन्छ म्याक्सिमम र मिनिमम। हामीले म्याक्सिममसम्म पानी राख्न सक्छौँ है। सबैजनाले ध्यान दिनु। यो हो एयर फिल्टर। इन्जिनमा एयर फिल्टरको किन आवश्यकता हुन्छ भने इन्जिनले तानेको हावाबाट धुलो, बालुवा, किरा आदिलाई छान्ने काम गर्छ है। एयर फिल्टरलाई सधैँ सफा राख्न जरुरी हुन्छ, नत्र इन्जिनलाई ठुलो असर पर्न सक्छ है। सबैजनाले ध्यान दिनु होला। यो हो ब्याट्री। ध्यान दिनुस् है। ब्याट्रीमा डिस्टिल वाटर राखिन्छ। यसमा प्लस माइनस तार जोडिएको हुन्छ। यदि तार ढिला छन् वा कार्बन जमेको छ भने गाडी स्टार्ट हुँदैन है। समय समयमा यसलाई जाँच गर्न एकदमै जरुरी हुन्छ है। सबैजनाले ध्यान दिनु होला। एकदम जरुरी कुराहरू हो है। यो हो इन्जिन ओइल गेज। सबैजनाले ध्यान दिएर हेर्नु होला है। यसमा दुईवटा सिग्नल दिएको हुन्छ है। यहाँ हेर्नु है, मिनिमम र म्याक्सिमम। मोबिल कम भएको बेलामा गाडी चलायौँ भने ठुलो असर पर्न सक्छ र इन्जिन सिज हुने पनि सम्भावना हुन सक्छ है। त्यस कारणले गाडी स्टार्ट गर्नु अघि मोबिल चेक गर्न एकदमै जरुरी हुन्छ है। यदि तपाईँ राम्रो चालक बन्न चाहनुहुन्छ भने गाडीको पार्ट्स बेसिक ज्ञान अनिवार्य जान्न पर्ने हुन्छ है। यो भिडियो मन परे लाइक, कमेन्ट, सेयर र सब्स्क्राइब गर्न नबिर्सनु होला। अर्को उपयोगी भिडियो सहित फेरि भेटौँला। धन्यवाद। सुपर रुरु ड्राइभिङ ट्रेनिङ सेन्टर बुटोल 3 कुने 98 570 25 310।